जिन्दगीमा सुख दुःख हैन मलाई त लाग्छ मिलेर आउँछ जस्तो लाग्थ्यो है। तर कहिले कहिले मलाई लाग्छ गलत पनि हो जस्तो छ क्या। अब म कति सङ्घर्ष गर्छु हैन जिउनको लागि, बाँच्नको लागि, हर कुरोको लागि। जसले सहन सक्छ नि मलाई लाग्छ त्यसैलाई मात्रै ओ माय गॉड भगवानले दुःख दिएको जस्तो लाग्छ के। अब जसले सहन सक्दैन त्यसलाई त के दुःख दिनु होला र जस्तो सोच्नुहुन्छ जस्तो लाग्छ कि। म त जिन्दगीदेखि हताश खाइसकेको छु के सोच्छु के हुन्छ, नसोचेको कुरा मात्रै धेरै हुन्छ है। मान्छे भन्छन् स्टे पोजिटिभ, कति पोजिटिभ बस्नु के। पोजिटिभ बस्दा बस्दा पनि दिक्क वाक्क लागिसक्यो मलाई त।